हामीहरू ओ यो पोखरी यो पोखरीमा के हेर्यौ मैले धेरै चाहिँ पानी रहेछ अनि पहिला नि यता धेरै पानी थिएन सानो थियो अनि कस्तो लाग्यो तिमीलाई यो पोखरी मजा लाग्यो रमाइलो लाग्यो अब नि म यो फाल्छु है गाइस ल के गर्ने त्यसमा फालेर म सम्झिन्छु क्या म यो फुल फाल्छु है ल के फुल फालेर के गर्ने म नि सम्झिन्छु के विश गर्छु विश के को लागि गर्ने त म आई विश if I will become big I always come this place ओके अझै पनि फाल्दा हुन्छ I wish I will be rich ल यो विश अब हुँदैन I wish I will be rich I wish I will be the good boy यो final wish of it I wish if my parents die I will always miss them I wish I will be the friend everyone will love me okay this is all my wishes थ्याङ्क यू अब हामी यहाँबाट कति टाइम लाग्छ भाइ घर हिँड्दै जानुलाई 15 मिनेट हैन 30 मिनेट लाग्छ तिमी हिँड्नु सक्छौ नि सक्छु गाइस तिमीलाई हिँड्नु केही समस्या छैन नि छैन मजाले हिँड्नु सक्छौ नि मलाई त दुःख दिँदैनौ नि दुःख भनेको मलाई बोक्नु लगाएर च्या हुने गरी त हिँडाउँदैनौ नि ल त्यसो भएदेखि अब हामी जान सक्छौँ हजुर कुन साइड हो हामी जाने देखाउ त हातले यो साइड हो कि यो साइड हो देखाउ ए त्यो साइड चाहिँ हो के गरौँ अब हामी एकछिन रेस्ट गरेर फर्क्यौँ कि हिँडिहालौँ लु यता पोखरीतिर एकपल्ट हेरेर तपाईँको म फोटो लिइदिन्छु है पोखरी साइड पो उहाँ तल त्यो वरिपरि घेरेको ठाउँ चाहिँ पोखरी हो त्यो जङ्गलको छेउको भाइले त्यहाँ देखाइरहनु भएको छ पोइन्टेड गरिरहनु भएको छ सौगातजीले अनि यो पानी त्यही पोखरीमा गएको यो कुलोबाट यो पानी त्यहाँ लगेर पोखरीमा यो चिसाङ खोलाको पानी हो अनि पोखरीमा लगेको छ सौगात सरले अहिले पोखरी भ्रमण गरेर आइसक्नु भएको छ भ्रमण गरेर बाहिर निस्केर उहाँले चाहिँ आफ्ना कुराहरू पनि राखिसक्नु भएको छ अब हामी यहाँबाट ढिला नगरिकन फर्किँदैछौँ है त हस् त ल ओके बाई